अम्बिकेश्वर मन्दिर दाङ जिल्लाको एक प्रसिद्ध मन्दिर हो। यो अम्बापुर गाउँमा पर्दछ। यो एउटा देवीको मन्दिर हो। यस मन्दिरमा हिन्दू धर्मावलम्बीहरू जाने गर्दछ। यो पर्यटकीय स्थलको रूपमा निकै प्रसिद्ध रहेको छ। यस मन्दिरमा अरू भगवानहरूको मन्दिरहरू पनि रहेका छन्। यस मन्दिरमा विजयादशमीको दिनमा मेला लाग्ने गर्दछ। मन्दिरलाई आकर्षक बनाउन यस मन्दिरको झ्याल, ढोका र टुँडालमा समेत विभिन्न देवी देवताहरूको मूर्तिहरू कुदिएको छ, जसले मन्दिरलाई पूजापाठसँगै हेर्न आउनको लागि समेत आकर्षक बनाएको छ। स्वस्थानी व्रत कथामा आधारमा भगवान शिवले सतीदेवीको शरीर बोकेर हिँड्दा उक्त स्थानमा सतीदेवीको दाहिने कान पतन भएको धार्मिक विश्वास रहेको छ। यस मन्दिरमा शुद्ध मनले पूजापाठ गरे इच्छा गरेको फल प्राप्त गरिने धार्मिक विश्वास रहिआएको छ।